हेलो हेलो साथीहरू, म बुद्धलालको तर्फबाट अनि न्यानो माया मिठो सम्झना छ भन्न चाहन्छु। यो समय म विशेष गरी यो समय यतिखेर चाहिँ म तपाईँहरूको माझमा एउटा गजल वाचन गर्न गइरहेको छु। गजल सुने पश्चात तपाईँहरूको प्रतिक्रिया पक्कै आउनेछ अनि तपाईँहरूको प्रतिक्रियाले साँच्चीकै मेरो जीवनलाई चाहिँ उजागर गर्नेछ र मैले गरेका ती समस्याहरू अथवा मैले जुन त्यो सुधार्नुपर्ने गतिहरू अथवा सुधार्नुपर्ने ती बाटोहरूलाई मलाई सुधार्नको निमित्त प्रयत्न मिल्नेछ भन्ने चाहिँ मैले सोचेको छु। हुन्छ, ढिला नगरिकन गजल सुरु गरौँ। गजल यसरी सुरु हुन्छ। मलाई मात्र पीडा साह्रो किन हुन्छ? मलाई मात्र पीडा साह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? मलाई मात्र पीडा साह्रो किन हुन्छ? मलाई मात्र पीडा साह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? आजकाल हजुरले मलाई देखेर पनि मलाई मात्र पीडा साह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? आजकल हजुरले मलाई देखेर पनि हजुरलाई मुस्कुराउन गाह्रो किन हुन्छ? आजकल हजुरले मलाई देखेर पनि हजुरलाई मुस्कुराउन गाह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? भर्खर परेवा ढलायो उसैको हातबाट, भर्खर परेवा ढलायो उसैको हातबाट, फेरि उसैको हातमा चारो किन हुन्छ? भर्खर परेवा ढलायो उसैको हातबाट, फेरि उसैको हातमा चारो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? यही कुरा हो जीवनमा मैले बुझ्न नसकेको, यही कुरा हो जीवनमा मैले बुझ्न नसकेको, यही कुरा हो जीवनमा मैले बुझ्न नसकेको। छिमेकीको मनै आँखाको तारो किन हुन्छ? यही कुरा हो जिन्दगीमा मैले बुझ्न नसकेको, यही कुरा हो जिन्दगीमा मैले बुझ्न नसकेको। छिमेकीको मनै आँखाको तारो किन हुन्छ? मलाई मात्र पीडा साह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? दुःख बराबरी गरेको थियौँ आखिर एउटै हातबाट, दुःख बराबरी गरेकै थियौँ एउटै हातबाट। कहिले चाँडो सकिन्छ कहिले फारो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? मलाई मात्र पीडा साह्रो किन हुन्छ? जिन्दगीमा खुसीहरूकै उधारो किन हुन्छ? धन्यवाद सबैजनालाई। मिठो सम्झना।